जङ्गल छ नि अब घर बल्ल तल्ल हामी पुगेर हामी टेन्ट मिलाउन गइसकेका छौँ। मैले दाउरा खोजी दाइले टेन्ट मिलाउनु भयो। राति 10 बजी पुग्यो। अब आगो सागो नि बल्दैन त्यहाँ। आगो नि पानी परेर बेला गयो कि हामी दिउँसो पानी परेको थियो त्यही भएर ल हेरिदिनु अब अर्को 6 बजे क्या जाउँ। आगो नबलेर एकदमै टेन्सन हुँदा चाहिँ के गर्ने भनेर सोचेपछि चाहिँ हाम्रो एउटा उपाय भनेको तेलले गर्दा बल्ल बल्ल आगो बालिरहेको थियौँ। त्यही बलिरहेको थिएन। त्यही बल्यो फेरि बलेन फेरि बल्यो फेरि बलेन बलेन भन्दा भन्दै 2 घन्टा पछि बल्ल तल्ल बनेन फेरि बन्यो। ल अब चाहिँ यति हो। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु आवर न्यू भ्लग। हामी चाहिँ बजार सर्न गइसकेको छौँ। बसाइ जङ्गल छ नि अब घर सर पाइएन। काठमाडौँमा घर भाडामा एउटा नि दिँदैन रहेछन्। त्यही भएर हामी जङ्गलतिर जाने टेन्ट बोकेर रात पर्ने भयो त गाइज के गर्नु अँध्यारो भइसक्यो। बाघ कराउनु लागिसक्यो। बाघ अँध्यारो हुनु लागिसक्यो। अब हामी 5 मिनट होइन 10 मिनट यस्तो कच्ची बाटोमा हिँड्नुपर्ने हुन्छ है। यो चाहिँ के अरे चम्पादेवी भन्ने ठाउँ हो। अबको आजको क्याम्पिङ कस्तो हुन्छ हामी देखाउँछौँ। बाघ भालु नआओस् भुतसुत नआओस् त्यही हो। जय हनुमान। मलाई त फेरि दाइ मलाई फेरि ऊ आउँछ नि हनुमान चालिसा। फेरि पहिले के बिर्से ज्ञान गुण होइन के अरे जय हनुमान ज्ञान गुण सागर यति हो। यति भयो नि भूत भागिहाल्छ। भूत भागेपछि हामीलाई बालै भयो। बाघ साग चाहिँ भाग्दैन। बाघ साग त भूत आउँदैन। मै हो बाघ एउटा। यस्तोतिर बस्ने त बानी छ भने दाइ तपाईँलाई यस्तोतिर बस्ने बानी छ होइन छ पहिलेदेखि बसिरह्यो भने होइन। अब कति बोल्छस् चुप्ला रहोस् एकछिन। ल हस् हजुर हस् म बोल्दै आउँदिनँ गाडी ठेल्न आएँ। यहाँ गाडी तानेन होइन। तिमी जाँदै गर म बिस्तारै आउँछु। कति टर्निङ छ तिमी भन ल मलाई। जाउँ त के रेस खेल्ने भने तपाईँहरूमा ल गाइज अब यति रात परिसक्यो साँच्चीकै होइन। मलाई हिँडाइदिए के गर्नु ओइमा भूत हो के जाडो नि हुँदैन। गाडी आयो गाडी हुर्रे हामी आइसक्यौँ। यहाँ बस्ने हो रात केही देखाएन है मलाई त। सो गाइज फाइनली हाम्रो टेन्ट रेडी भइसकेको छ। हा कति सेतो आएको म कति राम्रो आएको। हाम्रो टेन्ट रेडी भइसकेको छ है त। ल अब हामी पकाउने खाने गर्छौँ है। आज ढिला अलि राति भयो। सो सरी त्यसको लागि। राम्रो क्वालिटी नभए पनि हेर्नु होला। दाइ के भन्नु छ? के भन्नु? हेर राम्ररी छर्काएर हुन्छ यस्तो। अब हामी पकाएको बेला भेट्छौँ ल है कसम। ल गाइज हामी चाहिँ आगो बालिसक्यो। ओहो धुवा आयो। यस्तो गर्नु पऱ्यो है भिडियो। यसरी गर्नु पऱ्यो। पकाउँदाखेरि हेरौँ है आगो बलिसक्यो दममा। टमाटरहरू सबै काटिसक्यो। अब पकाउनु मात्रै बाँकी छ। खाना मात्रै बाँकी छ। सुत्न मात्रै बाँकी छ। त्यति हो। अब नाच्ने गाउने चाहिँ देखाउँदैनौँ हामी किनकि कपिराइट लाग्छ। त्यही भएर अब एकैचोटि भोलि बिहान हेर्नु होला।
यस्तो दामी यार ओ भाइ यस्तो क्याम्पिङ आएको मान्छेहरू यस्तो यार ओहो के यार यस्तो त टेन्सन नलागेको छु देखा म ओ भाइ 6 बजेको उठ 6 बजे भने उठ जाउँ न 6 बजे क्या जाउँ न एकछिन गएर सुत्नु नि जानु सुत्ने होइन क्या आउनु मान्छे क्याम्पिङ आएको बेला नि सुतेर घर हो र होइन छिटो म उठ्दिनँ क्या एकछिन न मलाई गाह्रो भइन्छ क्या दाइ छिटो आउनु भने हिजो राति ल म उठ्छु ल सो गाइज अर्को दिनको स्वागत छ तपाईँहरूलाई हामी उठिसक्यौँ उठेर अब के गर्नु है गाह्रो छ अनि यहाँ चाहिँ यस्तो छ साइड अफ अब हिजो बेलुका चाहिँ किन भ्लग गरेन भनेर सोध्नु भएको भए चाहिँ किनभने दाउरा बलेन आगो बलेन हामी भोकै सुत्यौँ ल साईको म चेन बोलाउनु खोज्छ उठ यो मलाई टेन्ट बिग्रियो भने अहिले कति रुपियाँ दिनुपर्छ थाहा छ अनि के चेन लाउँदा बिग्रियो चेन लाएर हिजो मलाई चेन लाएर बिगाऱ्यो भने तिमीले हिजो बाघ आएर यार अनि तर्सेर हामीले त केही गर्दै गरेनौँ बाघ हो कि किसुन्डी हो कि के हो छिटो छिटो आउन भने कस्तो जिस्किरहन्छ यार ओहो यार शीतल रहेछ त है अब चाहिँ हामी एकछिन अब यो यसलाई बजाउन आउँथेन नसुनौँ हामी डाइरेक्टै दाउरा खान जान्छौँ अब 1 मिनट ल भयो जाउँ अब चाहिँ हामी दाउरा सौरा खोज्छौँ अनि दाउरा खोज्नु जाँदाखेरि अनि त्यो पछि चाहिँ अनि भेटौँला अहिलेको लागि चाहिँ सो गाइस अब चाहिँ हामी दाउरा खोज्न गइसकेको छौँ होइन यहाँ रहेछ मालिक च्यालेङ च्यालेङ गर्छ त्यहाँ ल अब चाहिँ दाउरा खोज्छ यता ओ ल दाउरा सौरा खोजौँ ओ काठ उठ्या रहेछ त हनुमान उयो जम्मा गरौँ न एक ठाउँमा जम्मा गरौँ न दाउरा हन्टिङ छ्याप 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 राम्रो पुग्नु भने दाइ अलि राम्ररी पुग्नु न आगो बलेन क्या भोक लागिसक्यो मलाई बिजो क्या माछाला यत्रो भर्खर दाउरा बल्यो आगो बल्यो माछाला पाक्ने बेला चाहिँ मलाई पानी पर्यो टेन्ट पनि हामीले यता सारिसकेको छौँ अनि अब कस्तो यो बेला चाहिँ हाइकिङ जाने मान्छेहरूलाई चाहिँ त्यहाँ बिजो भइरहेको तिनीहरूलाई लगाइ सब त्यही हो अब पाक्यो भने खाम्ला नपाक्यो अब फलफुल खाम्ला जाउँला है त अनुहारै कालो भएछ यार मेरो त मुला तुवाले ल यहाँ पकाउँदा फेरि यस्तो अब यता सर्यौँ भर्खरै हामी अनि पानी परेर फेरि रहिदियो क्या पानी साह्रै रहिदियो 2 घन्टा हुन लाग्यो पकाउन थाल्यो ऊ चाहिँ मस्त हामी 3 दिनसम्म के खाएन ऊ चाहिँ ड्याङ्ग्याङ गाइस अब पाक्न लाग्यो अनि रोटी सेकियो भने चाहिँ देखाउँला न अनि एकैचोटि देखाउँछ ल गाइस बाई बाई
सो फाइनली धेरै पछि पाक्यो यो यता अनि हाम्रो चाहिँ यहाँ यो खानेकुरा सबै मैले बनायो मैले हेल्प गरिदिनु म अब हेल्प गर्छु नि त खानालाई वाउ मजा दिउँ है ब्रेड चाहिँ अब केदेखि सुरु गरौँ त फ्रुट्स यसलाई चाहिँ भन्छ करोडौँको माल ड्र्यागन फ्रुट कसरी खाने हो थाहा छ यसलाई मिठो के हो मिठो मिठो खानु हो मिठो भए के बढी भएछ कि यसमा पिरो पिरो बढी भएछ खाऊ पिरो अर्कै हुँदैन यसलाई चाहिँ ल्याम्म यस्तो गरेर यस्तो ठ्याक्क आलुमा यस्तो ठ्याक्क तरकारीमा यस्तो पनि अनि खाए ल ओहो कस्तो दामी छ मेहनतको फल चाहिँ मिठो हुन्छ भन्दै थियो हो रहेछ यार पकाएर दिएपछि त झ्याम झ्याम खाऊ न आँप गुल्ले रहेछ दाइ गुल्ले छ है पानी आयो है कस्तो मुदा रहेछ हो त सबैले तिनी सबलाई यहाँ खोर्साला नआउनु कुट्दै कुट्दै खाने चाहिँ छोडो स्टाइल चाहिँ यस्तो हो कि ठ्याक्क काट्ने यो हामीले फालेको भनेर सोच्नु होला यो चाहिँ अहिले हामी सबै सफा गरेर जान्छौँ है त्यस्तो नसोच्नु सोचेँ सोच अब चाहिँ खाएपछि भेट्छु ल है ल गाइज फाइनली हामीले त्यो दिदी यहाँ बस्ने दिदी बोल्यो है डरमा सो गाइज हामीले खाइसक्यौँ फाइनली के खायो दाइले चाहिँ उता के खानुहुन्छ हुँदैछ के खायो पेट टन्न भयो दाइले फाल्नुभयो मैले सबै खाएँ त्यही हो दाइले अब अन्नले सराप्छ अन्डाले अन्नले अन्न उतेलाई सराप्छ त्यसले नि खाइराख अन्डा खाएन त्यसलाई सराप्छ भित्रको त्यो गुदी मात्रै खायो त्यो अब तँलाई त भाइ अर्को जन्ममा त मान्छे बन्न पाउँदैनस् अब त्यही अन्डा बन्छस् तँलाई नि त्यसै गरी फालिदिन्छ अरूले लगाएछ अब चाहिँ हामी अनप्याक हानेर निस्किनु पर्ने हुन्छ आजको लागि यति नै होइन ल यति नै सो होप यु लाइक द भिडियो प्लिज डु लाइक सब्सक्राइब एन्ड द कमेन्ट अनि माया देखाउनु चुप्पा खाइदिनु ट्याक्क बाई बाई गुड नाइट